पौडी त ए लड्नुहुन्छ है ल त्यहाँ रुखमा सार्नु त यतिको त राख उडिगयो यही हो माछा मार्ने यहाँ कसिलो चाहिँ माछा मारेको रहेछ है छेकेको रहेछ नि त यो यता हो नि खेतमा पानी लानको लागि यसको त केप्ने यसरी भाँची पाल्नुपर्छ त यहाँहरू त गङ्गटाको यी मैले क्लियर बनाइदिइसकेको झिँगे माछा दुईटा भयो यता एउटा गङ्गटा भयो यसलाई राख्ने चाहिँ केमा हो अब एकछिन अब यसलाई एउटा पानीको बोतल खाइसक्यो अनि त्यसलाई काटेर त्यही भनिरहेको थिएँ त अघि माथि मैले झन् खोइ कहाँ यहाँ ओ ए ल गङ्गडा पनि चल्छ कान्छाले ढुङ्गा पताउँदो रहेछ ल माछा चाहिँ एउटा पनि भेटेन हामीले अहिलेसम्म गङ्गटा भेट्यो झिँगे भेट्यो त्यो तिनवटा अब दली छेक्न लागेको यहाँनिर तपाईँटी यसलाई सुकाउने भन्ने छ हाम्रो यसलाई सुकाएर एकचोटि फ्राई गरेर हेरौँ कतिको माछा आउँछ कि पाउँदैन माछा त एउटा पनि देखिएको छैन यो किनौँ खोलामा हेरौँ अब भेटिन्छ कि भेटिँदैन यसले यहाँ माछा देख्यो अरे मलाई बोलाएको छ हेरौँ है रहेछ एउटा इत्रो माऱ्यो होइन यहाँ एउटा हिलेको रहेछ ढुङ्गा यो पल्टाउनु चाहेको थियो यिनीहरू हटाउनु पर्यो यिनीहरू हटाउनु
पता है कहाँ रेस्ट लाग्नु चाहिँ होइन पानी अर्को ठाउँ लगाउनु सकेको भए पनि यसलाई त भाइ छेक्दा भइहाल्छ नि अहिले उहाँ छेकिन्छ नि त ल पर फेरि अर्को माछा पारे आए 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 सानोकोले त उद्घाटन गरेछ त एउटा सानो फुच्चीले त गरेछ उद्घाटन पारिदिएछ आइरहेको छ आइरहेको यो गराइ होइन यो देख्दैन त कहाँदेखि देखिन्छ त्यो अन भइरहेछ कि तपाईँले नदेखेको मात्रै छ त सँग त झिँगे कुन पक्रियो यहाँ गई ए सानो गराइ थियो यहाँ पक्रा छ ठुलो छ एकछिन यहाँ पनि हो भाइ मार झिँगे माछ त्यो छोड्दैन एकसँग राख्न एक ठाउँमा यसलाई पोको पारेर उसमा राख्नु न यता आयो यहाँ ठुलो रहेछ त्यो अनुसार यहाँ पनि छ यो यहाँ ठुलो कता भयो एउटा उँधो भयो होला ए यहाँ आएको रहेछ यहाँ आयो हो हरायो यही छ यहाँ कतापट्टि ऊ यहाँ हो छैन त्यो त छोडिदिनु होस् न ल हो सानो रहेछ त्यहाँनिर यो गरिदिनु ल त त्यहाँको माछा मारिसक्यो अब नेक्स्ट टाइम अर्को ठाउँमा हामी द्वारी सेक्छौँ फेरि यहाँ चाहिँ मजाको होला है यो छेक्न सकिन्छ पौडी त ए लड्नुहुन्छ है बामे सरेर आज म त कसलाई समाउने ओ भेनाले खै भेनालाई दुख्नु दिउ हो छोकेन तपाईँलाई त अनि बिस्तारै पढेको छ नि त यसलाई चाहिँ यसो गरेर अब
भाँच्नुपर्ने भाँच्न यसको मलाई चाहिँ योदेखि डर लाग्छ क्या यसको अब सक्यो अब यसको अब यसलाई यहाँदेखि अहिले फोरिदिने फोरिदिइसकेको छु मैले हाल्ने कस्तो चिपेको रहेछ छिपट अलिकति राखिदिनु अब त गइहाल्छ अब यसलाई चट्टसँगले पखाल्ने अन्डा रहेछ पोथी त हो ल ल लगेर चट्टसँगले अब त्यहाँ पुण्य हो क्या ल त्यसलाई यो त्यो सेकेन्डमा हाल्नु यहाँ पहिला घटाउनु छ ल पानी यताबाट घटाउने हो भएन यहीँबाट घटाउने हो यसलाई यस्तो कटाउने यस्तो अनि अर्को यस्तो लाउनु पर्छ औ अनि मात्रै सुक्छ नभए सुक्दैन नि छैन केही पनि सन्तान पार्ने पानी स्यापै हो भने त फेरि माछा सारोले पक्रिँदैन होला पानी स्यापै हो भने त फेरि माछा सारोले पक्रिँदैन होला बात तो सही है समस्या हुन्छ त यसलाई चाहिँ यस्तो लानुपर्छ कि अँ अनि यता कम्ती हुन्छ अहिले हौ जान्छु के हो गङ्गा काको यो मासु यस्तो कच्चा खान्छ यो खान्छ त अनि अर्को पनि निकाल्दिउँ ठिकै छ नुनिलो भयो हल्का यसमा सबभन्दा मेन भनेको त यसमा हो नि त ललिपप डल्लै हाल्दैन नि त्यो त काँचो खाँदा पनि हुन्छ यो कच्चा नखाऊ फ्राई गरेर खानुपर्छ यसलाई उतै ढुङ्गामा गयो एउटा इन्च गइसक्यो आमा हौ यहाँनिर छ ल यहाँनिर ल ल पक्रिने कि क्र्याब्स त नपक्रिने चिल पो राखेको त यो त फास्ट फुड छ नि त देखेनौ दे ए ओ ओ ओ ल ल ल ल ल ए माछा ल यो त बलौटे होइन यहाँ 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 यहाँकोलाई समात्दु ल आउ आउ कता हो छुट्यो त्यहीँ छ कतै छ यहीँ छ छ त्यहीँ छ कहाँ जान्छ र त्यो यता उँधो आएको छैन खोजी गरौँ न यहाँ माछा छ हौ यतै पस्यो होला हौ त्यो उकाउ न यहाँ ल यहाँ यत्रो बडो ल त्यही हो अघिको त्यही हो हिले 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 लु यहाँ छ यहाँ कहाँ छ हामीदेखि उता गएकै छैन
पक्रियो अहिले चाहिँ अहिले त पक्रे नि बेना मैले यत्तिको चाहिँ हुनुपर्छ है टोकरी यहाँ छ पक्रिने नपक्रिँदै हो साह्रो लभ स्टोर ब्याग सर्छ हौ यो खुन्डा अलिअलि त भेट्दो रहेछ हौ यहाँ नि हो लबस्टरको बच्चा मात्रै बेबी क्र्याब्स बेबी क्रास हो नि चट्टसँग भेनाले बनाएको चाहिँ खाइन्छ कि ओ यहाँ आयो त फेरि हिलै ऊ परिमाणको रहेछ यो त यहाँ यहाँ भाग्नु पाइँदैन है यहाँ आएको थियो त होइन यहाँ छ क्या भेट्यो भेट्यो पुग्छ त यसले त यार लु पक्र भाडा मरेको छैन जिउँदैछ यो त ए अघि मारेको जिउँदो पक्रियो होला भनेको त मारेको पक्रिरहेको छु मैले त होला भनेको त मारेको पक्रिरहेको छु मैले त कसरी मऱ्यो त्यो निचार्नु भयो मलाई ढाँटो जस्तो लाग्यो कहाँ ढाड्छु म यो त मारेकै होला नि अनि कहाँ मारेको हुन्छ हौ हो रहेछ मारेको होइन सर मार नि त्यो जसरी नि मार मारिहाल्छ नि हो त जानु चाहिँ कहाँ गयो भन्ने कुरो हो क्या म त आयो जस्तो लाग्यो यहाँ छ क्या यो ढुङ्गामा यहाँ 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 यता यही पछाडि हो उहाँ कुदिरहेको छ यता यता ढुङ्गामा ढुङ्गा चेपमा उता अब तल्लो साइडको यतापट्टि त्यो त देब्रेको कुरा होला ए ए ए ए सुकै चाहिने रहेछ मलाई त पक्रे नि ल ठिक छ ओइ खोइ देखाउ त ओइ खोइ देखाउ त गङ्गटा गङ्गटा त ठाडो पारेर पाएछ खोइ कहाँ ए अब त्यस्तो डराएर त कहाँ हुन्छ च्याप्प पढ पक्रिनु आउँदैन नि त यो अघिको यहाँ उम्केको ल छोड्देऊ गङ्गाटा पक्रियो पक्रियो नि
भयो अब यहाँ माछा सालो यहाँ उयो यसलाई त म एकतालमा हो हो भाग्नु भएन है सालो माछा माछा भेगु त अब माछा उहाँ छोड्यौ त हेर्नु अह त्यो तलको पर जिङ्स हो यो बिचको ढुङ्गामा गएको छु हो त्यहाँ जिङ्स जिङ्स गइछ हामीले दली छेक्यौँ लगभग झन्डै आधी केजी झन्डै मरेको छ आधी केजी लगभग मऱ्यो नि मऱ्यो है मजाले मऱ्यो आधी केजी आधी केजी यो चाहिँ अब भरे लगेर यसलाई यस्तो मजाले भुटन बनाएर फेरि पार्दाखेरि मजै बेग्ला हुन्छ त्यसपछि हुन्छ यो बेना मैले कसरी माछा मारेँ म खतरा रहेछु नि माछा मार्नुमा माझी दाइले पनि भ्याउँदैन नि हो माझी दाइले पनि भ्याउँदैन नि हो माझी दाइ कडाउने मेरो सानो माझी दाइले अब क्र्याब लबिस्टरहरू पक्रिँदैन सालोले बेबी लबिस्टर बेबी क्र्याब्सहरू त झ्याप झ्याप अनि यतिको त हुनु परेन बरु साल दाइले पनि जान्दैन हौ पक्रिन कि पक्र साल दाइ म अलिक त्यति नजान्ने पऱ्यो क्या माछा मार्न अब हामी आधी घन्टा गौँडा जाउँ एउटा जानु मुर्चुङ्गे हेर्नु कस्तो दामी देखेन कस्तो दामी भ्यू आएको छ होइन आरू पाक्ने बेला भयो त्यो आरू दामी हो यो आरू हाम्रो तलको जस्तो आरू कहाँ हो यो चाहिँ इन्जिन पनि झुस टक्कसँगले अब सुकुटी के को सुकुटी यो अब नेपालीमा चाहिँ राँगाको सुकुटी भन्छ इङ्ग्लिसमा बफेलो बफेलो ड्राई मिट नेपाली स्टाइल नेपाली स्टाइलमा यस कहाँ छौँ हामी अहिले मर्चङ्गे अहिले हामी मोरचुङ्गे झापादेखि माथि इलामको बोर्डर होइन इलामै हो इलामको मर्चङ्गे इलाम मोरचुङ्गे नुहाइधुवाइ गरेर आएर हामी तेलपानी खोलामा चाहिँ स्विमिङ गरेर आएको यो आज हाम्रो दिनभरिको मेहनत 1 घन्टा माछा मारेको यति नै हो यति मात्रै मार्न सक्यो यहाँभन्दा बढी मार्न सक्यो यो खालको जति पनि माछा छ नि जस्तो हो यो सबै भोपालले मारेको हो यो खालको चाहिँ जसरी बनाएको क्या यसलाई खै हिले भन्छ क्या र यो सबै हिले चाहिँ भोपालले मारेको है यो होइन काली नै हो होइन काली नै हो यो पानी यसरी छेउमा सानो त भएको भएन खै ल्याउँछ शिकार पनि भयो यसको यता भित्रको चाहिँ यस्तो यो फोहोर छ नि यस्तो यसको म भिडियो बनाउँदै थिएँ ए ल्याउनु फ्याँक्नुपर्छ क्या यसको पो हो त यो फोहोर हुन्छ हौ गङ्गटाहरू बनाउँछ अरे गङ्गटा अलिक आफैले मारेको त यो हो नि ए भेना देखाइदिने म मार्नु रमाइलो भयो आज रमाइलो भयो है मजा आयो मजा आएको अब मान्छेदेखि त भागेको पनि आएन किनभने उनीहरू निन्दा आएको छ पहिले के को
माछाभरि त पक्रेर मारे जस्तो गरेर मारिदिँदो रहेछ अनि भाइ यहाँ छ भने बोलाउँदै अनि त्यो भरे हेर्दाखेरि मैले त च्याप्पसम्म छु नि त चुलबुल पनि गर्दैन बडो फटेर पो मलाई भन्छ माछा त मरेको छ त भन्छ त्यहाँ हेरेर जिउँदो छ कि मरेको छ भन्छ अब यो चाहिँ मैले नि भुट्दिनँ यो माछा पनि केटाकेटी बुढाबुढी सबै ल्याएको छ धेरै सबैलाई खाइसक्छ पुग्दैन पुग्छ गङ्गाटा त सक्दैन यत्रो ड्याब छ नि दाँत देखाउँदा अलिकति लसुन हो बेना गार्लिक गार्लिक अर्ग्यानिक हाम्रो लसुन हाम्रो त लसुनै हुन्छ नि अब हाम्रो माछालाई चाहिन्छ माछा यहाँ छ माछा घुमडा बढी देख्छु त म त क्र्याप्स बेबी क्र्याप्स बेबी क्राब्स अर्ग्यानिक प्याज पनि रेडी भयो माछा पनि रेडी भयो लसुन खुलाउँदै हुन्छ हौ जीवनको छ ल 7-8 कति बेला हुन्छ होला त्यो थाहै हुँदैन अदुवा जिन्जर सुन्टी सुन्टी हो सुन्टी तोरीको तेल पनि चट्ट भइसक्यो यो तोरीको तेल हो नि गन्धले मैले तोरी तेल भनेको तर गन्धले तोरीको तेल निरा छ होला कुकुर जस्तो कराएर एकचोटि घरमा नि कोही गएर कराख क्या अनि बाउ चाहिँ कुकुर कहाँ पसेछ भनेर हेर्दो रहेछ क्या नाति चाहिँ मरिन्जली हाँस्छ सही छ त त्यो पनि सडेको भइगयो अब मेरो आउनु बाँकी छ अनि तपाईँको आउनु बाँकी छ लास्टमा किन्छु सबैको थोत्रो हुन्छ नि मात्रै किन्छु अनि त्यसमा भरिसन भन्छ होइन होइन मान्छे भएन सबैको थोत्रो अनि मात्रै किन्छु नयाँ हुन्छ नि त भेना गर्दाखेरि केही ल्याएको छैन यो हर्दी बेसार बेसर हामी हर्दी भन्छौँ धेरै रहेको भएको छ के भन्छ बेसर त्यसलाई चाहिँ के भन्छ अरे यसलाई त माछा भने तर धेरै गङ्गटा छ त्यो पाक्दैन होला हालिदिएर टोकुन गुरुङ गुरुङ पारेर झिङ्गे चाहिँ अहिले हेर रातो हुन्छ नि मलाई भोगी चाहिँ खानु मन लागेको थियो हो र भनेको त मैले हेरिहाल्थेँ नि त्यो भाइसँग एकचोटि हामीले खाएको क्या झिङ्गे फिस भनेर चिन्छ अरे क्या यस्तो गरेर नभन्दै हुँदैन नि रातो यस्तो सुन्नु के सुन्न हुन्छ नि यति छोड्दिनँ फर्मिएर पाकेको मात्रै हुन्छ मान्छे कति रुपियाँ छ भात त खाँदैन के झिङ्गे माछा भनेको चाहिँ कसरी छिटो चिनिन्छ मेरो हाम्रो त लुक अहिले हुँदैन काट्छ लागेको छैन होला त्यही लाग्छ
हजुर राम्रै भइसक्यो है मिठो छ कि छैन लु भन्नु त तपाईँ आफै नै एकचोटि तपाईँ बनाउनु भएको तपाईँले भनिदिनु त कस्तो छ मिठाई छ भित्र उता फिटेर भन्छ हाम्रो कति छ आजको आजको हाम्रो यस्तो राम्रो माछा मारेर ल्याएको छ अब त्यो नमिठो भए पनि मिठो पाराले खाने हो क्या त्यो हो नि छोड्दा गइहाल्छ नि अनि त्यो एउटै माछालाई दुईचोटि समाइयो भने मजा आउँछ त लागिहाल्छ नि म त्यति मारेर ल्याउँछु तैँले त मार्छ मैले भाइलाई फोटो खिचेर पठाइदिन्थेँ नि उसले त मजाले मार्छ क्या माछा हामीले त यसो समाउँदा भाग्दै नि त बुढै पर सर्दैन जहाँसम्म त्यही हुन्छ मैले त पक्रेको माछा नि भागेको थिएँ उसले त्यो पक्रेर समातेपछि देखाउँदा हो कि होइन भनेर भनेको यसो गरेको अलमोस्ट रेडी भइसक्यो भने दिदी अब यो रेडी भइसक्यो हामी बस्दा हुन्छ खानको लागि तर अब यो पार्ट चाहिँ अब हामी खानाको लागि अब रेडी हुनुपर्छ आज हाम्रो 2 घन्टाको मेहनत हो यो टाइम पास एकदम जतिखेर पनि कन्टिन्यू गइबस्छ नि यो त तर कान्छोले जित्ला जस्तो भन्नु मेरो तलै मात्रै झर्छ त ऊ जाँदैन त अनि कस्तो भएको छ खाउँ जस्तो भएको रहेछ नि यो कस्तो हेर्दै खाउँ भएको छैन होला टेक्न पायो मुखभरि रस आउँछ मैले हाम्रो फाइनली आजको माल रेडी भयो रेडी हो ट्राई गर्नु त एकचोटि म अब टेस्ट गर्दैछु एक्सलेन्ट एक्सलेन्ट छ मलाई कस्तो खाउँ लागेर हौ खाएको देखेर चखना यदि चखना मलाई ल्याउनु भएको हो हजुर म ट्राई गर्छु होइन हुन्छ खाएर कस्तो लाग्यो भन्नु होला खानु त भाइ कस्तो यो आफ्नै हातले बनाएको हो नि त आफैले भाइले नि मारे मैले आफै नि मारेको होइन त बेबी च्याप्स हेर ल मेरो गेम हुन्छ कस्तो छ दामी हो यो पकाउनेमा भर पर्ने कुरो हो क्या फेरि साफ चाहियो वाउ छ नि कहाँ पुगाउने वाउ छ यत्तिको चाहिँ हुनुपर्छ लु त भाइ अब त्यसो भने खान्न भनिस् हामीले यसो अलिकति चक्का खाइहाल्यौँ ल ल ल उता ल मेरो बर्थडे है ल भेनाको बर्थडे अहिले भदौमा जन्मेको अहिले त बर्थडे हुन्छ होइन बर्थडे चाहिँ यो गङ्गटाको बर्थडे हो क्या यो गङ्गटाको बर्थडे हो क्या बात त सही है जहाँ त गढी गाउँबाटै गएको हो होइन नुहाउनु पनि त्यही नुहाउनु गएको हो तर त्यहाँ बाघ थियो के बाघ गरेर बस थियो के बाघ गरेर बसिरहेको थियो साबुन र स्याम्पू बोकेर गएको पनि आधी बाटो पुगेर चाहिँ फनक्क फर्केर गाडी तिमी खोलामा गएर माछा माऱ्यो 1 घन्टा जस्तो चित्रो 2 दलित त्यतिकै जिस्केर छिकेर पल्सी लिएर जानु पर्दैन मनोजको सालोले माछा मानेर मनोजले पल्सी अथेन्टिक चाहियो अरे नि त अथेन्टिक सालोलाई यस्तो बल्छी करेन्ट लाएर होइन अरे होइन त्यो पल्सी भने या त पाँच पोखरी जाने हो नि त त्यहाँबाट अनि गयौँ तिमै खोलामा माछा मार्यो निन्दामा नुहायौँ मुर्चुङैमा खायौँ गौडामा मुत ल त आजको माछा पनि निक्क भइगयो खाएर पुरै चुक्ता भयो हामी छौँ यहाँनिर खाने मजाले खायो मिठो बनाएर रमाइलो पनि भयो नुहायौँ माछा पनि माऱ्यौँ रातिको अहिले 9 बजिसकेको छ दिउँसो गरेको गर्न जति लेट भएको छ तर जेस रमाइलो भयो राम्रो भयो एकदम रमाइलो छ क्या मजाले तिमै खोलामा माछा मारियो तेल पानीमा नुहाइयो
गौडामा खाइयो योभन्दा रमाइलो चाहिँ कति हुने त योभन्दा अब बढी नभनौँ अब दिनभरि भाइहरू नुहाउनु भनेर कतातिर हुनुभयो यसो यसको अनुसारले चाहिँ यहाँ खाना बनाएर चाहिँ भाइहरूलाई रेडी पारेर राखेको छु अहिले खाँदै भन्छ मेरो अल फ्रेन्ड जति पनि हामीहरूलाई चिन्ने जतिले भिडियो हेरेर लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् हामीलाई सपोर्ट गर्नुहोस् हामीलाई सपोर्ट गर्नु तपाईँहरूलाई पनि हामी माया बाँड्नेछौँ यति भन्दै आजको भिडियो यहीँ नै इन गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई 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 बाइक नै त्यस्तो भएको बाइक धेरै मात्र गरेर रुखमा हालेर पुल पनि गरेको अब सिधै कुरा त्यही हो अनि के म त चिया खाएर लडेको भिडियो त भर्खर सुरु हुँदैछ होइन होला फेरि त्यहाँ गरौँ ल फेरि हेर्छु ल साले त्यो अघि खाएको निकाल्न